हेलो साथीहरू नमस्कार। हामी अहिले मलेसियाको तेलो इन्ताङ नजिकैको एउटा हरियाली जङ्गलतिर निस्केका छौँ। म छु अनि मसँग साथीहरू पनि हुनुहुन्छ है त। आजको हाम्रो प्लान के छ भन्दा जङ्गल घुम्ने, फ्रेस हावा खाने र भाग्यले साथ दिएको खण्डमा केही जङ्गली तरकारीहरू पनि खोज्ने है त। ओहो साथीहरू, कति छिटो भाग्नु भएको, बिस्तारै हेर्नु न हो, म पनि आउँदैछु। साथीहरू, जुन यो मेरो पछाडितिर देख्दै हुन्छ नि रुखहरू, त्यो भनेको पाम ओइल हो। सुन तेल हामीले खाने गर्छौँ है त। यहाँ मलेसियाको लगभग मुख्य आय स्रोत भनेकै यही तेल जस्तै लाग्छ है त मलाई। साथीहरू, तपाईँलाई मैले यो जङ्गलमा रहेको पाम ओइलको दाना देखाउन गइरहेको छु है त। ल, देख्न सक्नुहुन्छ यो पाम ओइल फलिरहेको छ। अहिले कालो छ, यो पाक्यो भनेपछि रातो हुन्छ है त साथीहरू। यसैको तेल नै हो हामीहरूले युज गर्ने। कसरी हो हामी त्यो पारी जाने? यता त बार रहेछ, यहाँ कुलो रहेछ। ल हेर्नु सर, हामी कसरी जाने हो? म जान्छु है त, पहिला ट्राई गर्छु। त्यो त हाम्रै साथीभाइहरूले होला नि है। सर ल राम्रोसँग आउनुहोस् है त। लडेला है, लडेला। ल हाम्रो सर पनि आउन सफल हुनुभयो है त। ओहो साथीहरू, हेर्नुहोस् त कति हरियाली, कति शान्त यहाँको दृश्य अनि स्वच्छ हावा। वा संसार नै फरक छ। सहरको धुलो धुवाबाट एकदमै फरक। यो ठाउँमा आउँदा मनमा अनुभव नै फरक आउँदो रहेछ। आहा, हेर्नुहोस् त साथीहरू। साथीहरू, तपाईँले यो ब्याकग्राउन्डमा देख्दै हुनुहुन्छ नि सिन, जुन घरहरू कम्पनीहरू छन् नि, त्यो भनेको हामीले काम गर्ने कम्पनी हो है। देख्न सक्नुहुन्छ यति ठुलो छ, यति सुन्दर छ है, एकदम खत्रै छ। साथीहरू, केही समयपछि हामी यो बाटो छोडेर जङ्गलतर्फ लाग्दैछौँ, जहाँ तरकारी खोज्ने प्रयत्न पनि हामी गर्नेछौँ है त। हेर्दै जानु होला, तपाईँलाई म यहाँको सम्पूर्ण दृश्यहरू पनि देखाउँदैछु है त साथीहरू। साथीहरू, अब हामी यो हरियाली क्षेत्रतिर हामी छिर्दैछौँ है। यहाँ कस्तो लाग्छ प्रतिक्रिया दिनमा भन्नु होला है त। सर हजुर, हामी जङ्गली मान्छे घुम्दै घुम्दै जाँदाखेरि ओहो साथीहरू, हामीलाई त आज भाग्यले नै साथ दियो जस्तो लाग्छ है त मलाई त। हेर्नुहोस् त कति राम्रो कर्कलो अनि न्युरो पनि। आजको खानपान भनेको हाम्रो विशेष होला जस्तो छ है त साथीहरू। हामी स्पेसल्ली हामी यो कर्कलाको बगानमा आएको छौँ साथीहरू। देख्न सक्नुहुन्छ अहिले त हामी यही कर्कलाको तरकारी खानी चमर्को गर्दैछौँ है। देख्न सक्नुहुन्छ यस्तो राम्रो राम्रो गाभाहरू छन् कि यहाँ। हेर्नुहोस् राम्रो गाभा छ। यो म टिप्न गइरहेको छु है त। यो म टिपिसकेँ। स्पेसल छ, यता पनि छ। ल हेर्नु कति खानुहुन्छ गाभा, नै छ। आज स्पेसल तरकारी, आज हामी स्पेसल हावा खानी भनेर निस्केको मान्छेहरू तरकारी खान पाइने। आजको लागि हाम्रो तरकारीको जोहो गरेर जङ्गलबाट निस्किँदैछौँ है त। हरि सर पुग्यो भारी। आउनुहोस् है त, म चाहिँ रेडी भइसकेँ। कता जानुभयो हाम्रो हेम सर? ए भारी टनमै पुगाउनु भयो नि है। देखाउनुहोस् त सर। यता छ है त, यो मेरो 1 केजी छ होला। हाम्रो हेम सर फेरि यता हुनुहुन्छ सर, कहाँ हराउनु भयो, बुझ्नु भयो कता खै? तरकारी यति निम्रो अनि यति यो गाभा, यता पनि गाभा, टिप्दै हुनुहुन्छ फेरि गाभा।
कति साथीहरू गइसके न्युरोको जराहरू कसै यहाँ पनि रहेछ है त ल फाइनल्ली गाइस हामीले आजको लागि तरकारी टिप्न सफल भयो आहा अन्तत साथीहरू आज हामी जङ्गली तरकारीहरू पनि टिप्न सफल भयौँ है त ल टमाटर भएछ आजको लागि तरकारी भयो यो थोरै न्युरो छ यो भयो ल फाइनल्ली हामी आजको लागि तरकारी जो गरेर रुमतिर लाग्यो है त साथीहरू कस्तो लाग्छ यो भिडियो हेरेर प्रतिक्रिया दिन नबिर्सनु होला है त आजको दिन कस्तो लाग्यो तपाईँलाई गुड लाग्यो नि है ए हामी तिनजना मिलेर यति कर्कलोको गाभा आज यो कर्कालोको गाभा र न्युरोको तरकारी आहा मजा आउँछ है साथीहरू आज हामीलाई हेर्नुहोस् त कति राम्रो छ यो पनि कर्कलोको गाभा है यो पनि कर्कलोको गाभा अनि फेरि यता पनि छ अनि यो न्युरो है यो न्युरो अनि यसरी कर्कलो गाभा आज हामी र साथीहरू आजको हाम्रो जङ्गल यात्रा यतिमै समापन गर्न लागि है त अब हामी आफ्नो गन्तव्य सकेर वासस्थानतिर लाग्दैछौँ है ठाउँ घुम्दा मन नै आनन्दित हुन्छ है त कृपया साथीहरू यो भिडियो मन परे लाइक शेयर अनि सब्सक्राइब गर्न नबिर्सनु होला है त फेरि अर्को एडभेन्चरमा भेटौँला धन्यवाद।